तपाईं यति चिन्तित किन हुनुहुन्छ? जीवन जिउनका लागि हो, तनाव लिनका लागि होइन। खाना खाएर एसी चलाएर सुत्नुभयो भने तपाईं कमजोर हुनुहुन्छ भन्ने होइन। यस्तो सोच कहिल्यै नराख्नुहोस्। जीवनमा सबै कुरा तपाईको सोचमा निर्भर हुन्छ। जब तपाईं सुतिरहनु भएको हुन्छ, टाढाको कुनै घरको कुनामा कसैले रातभरि मेहनत गरिरहेको हुन्छ, यदि तपाईलाई लाग्छ सफलताहरू सबैलाई मिल्दैनन् भने त्यो सोच गलत हो। यदि जीवन हो भने तपाईले आफ्नो जिम्मेवारी आफै लिन सिक्नुहोस्। यहाँ कोही पनि एकै दिनमा सफल हुँदैनन्, कसैले पनि एकै दिनमा गन्तव्य भेट्दैनन्। सफलता चाहनुहुन्छ भने तपाईले हरेक दिन मेहनत गर्नै पर्छ। यदि तपाईलाई सफल हुनु छ भने त्यो प्रयास बिना सम्भव छैन। त्यो प्रयास गर्न सक्नुहुन्न भने त्यो सपना मात्रै हो, सफलता होइन। जीवनमा अघि बढ्न चाहनुहुन्छ भने केही न केही त गर्नै पर्छ। बस एक ठाउँमा बसेर आफूलाई खुसी मानेर समय नबिताउनुहोस्। बिस्तारै भए पनि अघि बढिरहनुहोस्। गन्तव्य कहिल्यै पनि टाढा हुँदैन, त्यो तपाईले गरेको मेहनतको नजिक हुन्छ। जसले मेहनत गर्छ म ती व्यक्तिहरूको मनमा हरेक दिन त्यो दृढता महसुस गर्छु। यात्रा जारी राख्नुहोस्। आफूलाई कहिल्यै कमजोर नसोच्नुहोस्। आत्मविश्वासका साथ अघि बढिरहनुहोस्। यदि तपाईले देखेका सपना सफलताको चित्र हुन् र तपाईले दिनभरि त्यसको बारेमा सोचिरहनुहुन्छ भने पक्कै पनि तपाईँ एक दिन त्यहाँ पुग्नुहुनेछ। सफलताका लागि त्याग अनिवार्य हुन्छ। जीवनमा जब तपाईँ सफल हुनुहुन्छ तब तपाईले बुझ्नुहुनेछ जीवन दुई पलको मात्रै हो। हामी जन्मिन्छौँ र फेरि मर्छौँ। त्यसैले गुनासो कसैसँग नगर्नुहोस्। अवसरको प्रतीक्षा नगर्नुहोस्। अब आफ्नै एउटा उदाहरण बन्ने समय आएको छ। कसैको सहाराको आवश्यकता छैन, न कसैबाट आश गर्नु आवश्यक छ। आफ्नो कथा आफै लेख्नुहोस्। आफ्नो सपना आफै साकार पार्नुहोस्। जीवन अरूको होइन, तपाईको हो र त्यसलाई आफ्नै तरिकाले जिउन सिक्नुहोस्।